दर्शकहरू सेवारो म आज धरान 14 को विजयपुरको यो पिण्डेश्वर जाने मार्गमा बसिरहेको छु। यो ढुङ्गे जालीमाथि यहाँ हाम्रो धरान 14 का विशिष्ट व्यक्तित्वहरूसँग यहाँ अचानक भेट भयो। यसो भलाकुसारी गर्नु मन लाग्यो। दाजुहरू सबैलाई सेवारो है सेवारो हो। मलाई लागेको कुरा नि यो पारिपट्टि हेरौँ त यस्तो राम्रो डाँडा काँडाहरू छ होइन। यसलाई हाम्रो देशले अब अहिले त बालेन सरकार आएको छ। यो डाँडा काँडाहरूलाई कसरी सदुपयोग गर्न सकिन्छ होला दाजु हजुरको विचारमा? अब यी डाँडा हरियाली छन्, बाटोघाटो सबै पुगेको छ है। मान्छेहरू त्यहाँसम्म गाडी घोडा लिएर अहिलेसम्म चाहिँ गइराखेका छन्। घर बस्ती बढिरहेको छ, हरियाली छ। त्यहाँ कमसेकम 2-3वटा टावर रिसोर्टहरू अलिकति इलाम अन्तुतिर हुने गरेका होमस्टे जस्तो होमस्टे टाइपका 2-4वटा गर्न पाए यो डाँडाहरूको राम्रो सदुपयोग हुन्थ्यो दाजुको विचारमा। अब त्यो हरियाली डाँडा काँडामा हो होमस्टे त छँदैछ उहाँले छँदैछ। हो त्यो हावापानीमा कुन खालको वनस्पति ठिक हुन्छ, हो त्यो हावापानीमा कुन खालको फलफुलहरू ठिक हुन्छ ज्यू हो, त्योहरू लाएर हो त्यो पहिरो लड्ने कुराहरू पनि हामी देख्छौँ। त्यहाँ ज्यू नाङ्गो भिरहरू तिनीहरूलाई नियन्त्रण गर्न पाए ज्यू अनि त्यो खालको फलफुलहरू लाउन पाए, फलफुलबाट आम्दानी हुने, ज्यू उछाइबाट रोकिने, ज्यू यस्तो खालको कार्य गर्न पाए हाम्रा युवाहरूले रोजगारी पनि पाउने, आर्थिक अवस्था पनि सुदृढ हुने हुन्थ्यो होला जस्तो पो लाग्छ सर मलाई त। सर हजुरको विचारमा यो डाँडा काँडाहरूलाई कसरी सदुपयोग गर्न सकिन्छ होला? यो पारीको हजुर यो त सुनको खानी हुने हो हजुर। हजुर जे पनि गर्छ यहाँ तरकारी फलफुल लगाउनु, हो। त्यो सृष्टि भएको उब्जाउनु भएको तरकारी फलफुलहरू विभिन्न जातका हो। मौस अनुसार लगाएपछि सरकारले किनिदिनु आफूले, ज्यू किसानलाई टेन्सन नहोस्। अब कता बेच्ने के गर्ने नकुहोस्। हो दुध गाई भैँसी पाल्दा पनि त्यहाँको प्राङ्गारिक जडीबुटी चरेर ज्यू दुध राम्रो हुन्छ, हो बिग्रिँदैन। र ज्यू ज्यू अरूतिरको 80 रुपियाँ किलो बिक्री हुन्छ भने 120 मा बेच्छु भन्दा पनि पाइन्छ। ज्यू तर किसानले आफै बजार खोज्दै जानु चाहिँ समस्या छ नेपालमा ज्यू हो। बरु रक्सी कुना कुना खोज्दै जान्छन्, हो दुध चाहिँ हामी घरका डुलाउनु पर्छ, किसानलाई कष्ट हुन्छ। देशको परिस्थिति त्यो छ। त्यो छ परिस्थिति हो ल आदरणीय दर्शकवृन्द, यस्ता डाँडा काँडाहरू अनगिन्ती हाम्रो देशमा लडेर यत्तिकै बेवारिसी अवस्थामा रहेको छ। यो डाँडा काँडाहरूलाई यो बालेन सरकारले यस्ता भिजनहरू ल्याएर सदुपयोग गर्दै जाओस्। बालेन सरकारलाई शुभकामना र यस्ता कुराहरूमा पनि ध्यान जाओस्। नमस्कार।